पछिल्लो पिरियडमा नेपाली क्रिकेट टोलीले 4वटा ओडिआई खेलमध्ये 3वटा खेलमा जित हासिल गरेर नेपाली क्रिकेट प्रेमीहरूलाई एकदमै उत्साहित बनाएको छ र एउटा खेल पनि एकदमै नजिक रह्यो र अब चाहिँ नेपालले T20 फर्मेटमा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग खेल्न गइरहेको छ। आज भने नेदरल्यान्डसँग नेपालले ग्लासगोमा चाहिँ खेल खेल्दैछ र यो खेलमा नेपालको कस्तो खाले प्रदर्शन हुनेछ, योभन्दा अगाडिका खेलमा चाहिँ नेपाली खेलाडीहरूले कस्तो प्रदर्शन गरेका छन्, स्ट्याट डाटासहित यो खेलमा कतिको चुनौती हुनेछ नेपालका लागि भनेर हामी विस्तृत रूपमा चाहिँ यो भिडियोमा बुझ्ने प्रयास गर्नेछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। नेपाली खेलाडीहरूका केही रेकर्डहरू हेरौँ। कुशल भुर्तेलले चाहिँ अन्तिम 5वटा खेलमध्ये कतार विरुद्ध 38 रन 19 बलमा हानेका थिए। युएसए विरुद्ध चाहिँ 40 रन हानेका थिए 32 बलमा। त्यसरी उनको हाफ सेन्चुरी छैन। हङकङ विरुद्ध 0मा आउट भएका थिए। त्यसरी आरिफ शेख स्क्वाडमा थिएनन् र उनको चाहिँ डाटा केही पनि छैन। त्यसै गरी दिपेन्द्र सिंह ऐरी पनि अहिलेसम्म खासै चलेका छैनन् जस्तो उनीबाट एक्सपेक्टेसन हुन्छ। त्यसै गरी आसिफ शेख ले चाहिँ राम्रै प्रदर्शन गरेका रहेछन्। करण केसीले पनि राम्रै प्रदर्शन गरेका छन्। त्यसै गरी नन्दन यादव यो टिममा नयाँ जोडिएका छन् अनि त्यसै गरी अनिल शाह पनि नयाँ जोडिएका छन् लगायत यो खेलमा नेपालको जित्ने सम्भावना एकदमै राम्रो छ। नेपालले यो खेल जित्नका लागि टस जितेर पहिला ब्याटिङ गर्नुपर्ने हुन्छ र ओपनरले एकदमै राम्रो सुरुवात दिनुपर्ने हुन्छ। भुर्तेल पनि चल्नुपर्ने हुन्छ र यसरी चाहिँ नेपालले पछि बलिङ राम्रो गरेर जित्न सक्छ।